नमस्कार, म ज्ञानेन्द्र विश्वकर्मा। म चाहिँ आज डाइरेक्ट रवि दाइसँग कुरा गर्न चाहन्छु यस भिडियो मार्फत। रवि दाइ नमस्कार हजुरलाई। हैन, हजुर आज बाहिर निस्किनुहुन्छ हैन, क्ल्यारिटी हजुरले क्लियरिफिकेसन आज पाउनुहुन्छ भन्ने कुराहरू सुनिएको छ र हामीलाई पनि आशा छ हजुर बाहिर निस्किनुहुन्छ भनेर। यदि हजुर बाहिर निस्किनु भएको खण्डमा चाहिँ हजुर बाहिर निस्किसकेपछि चाहिँ हजुरले चाहिँ हामी सम्पूर्ण जनतालाई चाहिँ क्लियर गराइदिनुहोस्, किनकि हामी सबैलाई अहिले एउटा दुईटा डाउट भएको छ र सबैले जनतामा आधी जनतामा या धेरै जनताहरूमा चाहिँ हजुरको लागि नेगेटिभिटीहरू फैलाइदिएका छन्। जस्तो कार्यकर्ता यस्ता सम्पूर्ण त्यो कुराहरूमा चाहिँ हजुरले क्लियरिफाइड गराउनु पर्यो। के चाहिँ भन्दाखेरि चाहिँ सर्वप्रथम पहिलो कुरा चाहिँ के भन्दाखेरि हजुरले जब गृहमन्त्री हजुर हुनुहुन्थ्यो त्यो समयमा हजुरले कुन तरिकाले किन काम गर्नु पाउनु भएन, के कारणले काम गर्नु पाउनु भएन, त्यो सम्पूर्ण कुराहरू पनि खुलाइदिनु पर्यो। अनि अर्को दोस्रो कुरा के भने, अब हजुर सत्तामा रहे पनि जे भए पनि जस्तो होइन, हजुरले चाहिँ यस्तो फास्ट एन्ड फरवर्ड काम गर्नु पर्यो कि ती सम्पूर्णहरूलाई हजुरलाई थाहा छ कसले के कसो कहाँनिर चाहिँ भ्रष्टाचार गरेका छन् भनेर ती सबै भ्रष्टाचारीहरूलाई, ती सबै आतङ्कवादीहरूलाई, ती सबै क्रिमिनलहरूलाई चाहिँ थुन्नु पर्यो। भन्नुहोस्, बरु हामी सबै जनता मिलेर त्यहाँ अझै ठुलो अझै ठुलो जेल बनाउँछौँ है, तर सम्पूर्णले ठुल्नु पर्यो। हजुरले पहिले पनि धेरै ठाउँमा धेरैचोटि भन्नुभएको छ। अब कुन चाहिँ अब मैले तपाईँको हालेर तपाईँलाई भन्ने, अब तपाईँको कुन भिडियो चाहिँ अब मैले हालेर भन्ने है, धेरै छन् भिडियो, त्यस्ता भिडियो हजुरले यसले यस्तो गरेको, यसले यस्तो गरेको, यो पार्टीले यस्तो धेरै कुराहरू छन्। ती चाहिँ अब हजुरले खोल्ने कुरा आएको छ र गर्नुपर्ने छ। यो चाहिँ फास्ट एन्ड फरवर्ड गर्नु पर्यो। यति गरिसकेपछि मात्र हजुर फेरि जब तपाईँ आउँदाखेरि जुन तरिकाले मुटुमा मनमा बसेर आउनु भएको थियो यो सम्पूर्ण नेपालीकोमा, फेरि त्यसपछि मात्र तपाईँ बस्नुहुन्छ। किनकि हजुरको धेरै काण्डहरू भएको कारणले भए होइन, अब त्यो सम्पूर्णलाई अब थाहा छँदैछ होइन, त्यो भएको कारणले गरेर चाहिँ अब त्यो तपाईँ एकदम निर्दोष हुनुहुन्छ र पनि बनाइदिएको छ नि त। त्यसमा तपाईँले दोषी बनाइदिएर ल्याइदियो नि त भित्र। त्यो ल्याइदिइसकेपछि तपाईँलाई चाहिँ अब नकारात्मक रूपले हेर्नेहरू धेरै छन्। त्यो भएको कारणले गर्दा चाहिँ एकदम क्लियरिफाई गराएर गरिदिनु होला। तपाईँ एकदम राम्रो मान्छे हो भनेर हामीले बुझ्छौँ र यी कुराहरू गर्नुभयो भने फेरि त्यही ठाउँमा आउनुहुन्छ। यदि गर्नु भएन भनेर तपाईँ त्यही पार्टीको यसमै मात्रै लागिराख्छु भन्ने कुरा मात्रै हिँड्नुभयो भने चाहिँ गाह्रो छ। साथ सहयोग पार्टी नै हो, पार्टी नै चाहिन्छ, तर अझै 6 महिना 7 महिना अझै छ है तपाईँ उठ्नलाई, इलेक्सनमा तपाईँ उठ्नलाई। तर त्यो समयभित्रै नै चाहिँ तपाईँले सम्पूर्ण कुराहरू गरिदिनु पर्यो, क्लियरिफाई गराइदिनु पर्यो। जेल हाल्नेको लागि सम्पूर्ण तपाईँले एभिडेन्सहरू दिनु पर्यो। सरकारले हाल्छ हाल्दैन त हामी पनि छौँ सपोर्ट गर्ने, तर यी कुराहरू चाहिँ सबै कुरा गर्नै पर्यो। होइन भने आई डोन्ट थिङ्क देयर इज नो लङ्गर लाइफ इन पोलिटिक्स। सो लभ यु दाइ है, र हजुरलाई धेरै शुभकामना आउँदो दिनहरूको लागि। अब आउँदो दिनहरूमा यस्तो यताउता नकारात्मक कुराहरू होइन अरूले नफैलाओस् तपाईँको बारेमा, र सुन्नु पनि नपरोस्। अब हरेक दिन हुन्छ नि एउटा ब्लास्टिङ हुनु पऱ्यो, एउटा ब्लास्टिङ बुम 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 बुम। वी वान्ट द्याट फ्रम यु। लभ यु।